आज चाहिँ हामी चाहिँ के पढ्दै गरिरहेका छौँ भनेपछि क्लिनिङ अफ द ग्लासवेयर्स एन्ड द सेफ्टी प्रिकसन्स इन द ल्याबोरेटरी होइन। हामीले चाहिँ ल्याबमा चाहिँ ग्लासवेयरहरूलाई चाहिँ कसरी क्लिन गर्न सक्छौँ र सेफ्टी प्रिकसन्सहरू चाहिँ के अपनाउनु पर्छ भन्ने बारेमा पढ्दैछौँ। ल्याबोरेटरी प्रोसिड्युर रिक्वायर्स स्पेसिफिक सेन्सिटिभ एन्ड द प्रिसाइज्ड मेथड फर अ रिलायबल रिजल्ट। Laboratory ware should be physically clean, chemically residue free, grease free and sterile. ल्याबोरेटरी प्रोसिड्युर्सहरू छ नि हामीलाई चाहिँ रिलायबल रिजल्टहरू दिनको लागि चाहिँ तिनीहरू चाहिँ सेन्सिटिभ स्पेसिफिक हुन चाहिँ के छ आवश्यक छ होइन। ल्याबोरेटरी वेयर शुड बी फिजिकली क्लिन, केमिकली रेसिड्यू फ्री, ग्रिस फ्री एन्ड द स्टेराइल। ल्याबोरेटरी वेयर्सहरू चाहिँ फिजिकल्ली क्लिन, केमिकली रेसिड्यू फ्री, ग्रिस फ्री र स्टेराइल हुनुपर्छ। जर्नल ग्लासवेयर्स इन द ल्याबोरेटरी, हामीले चाहिँ ल्याबोरेटरीमा चाहिँ जर्नली हामीले युज गर्ने चिजहरू भनेको के हो त टेस्ट ट्युब हो, स्मियर स्लाइड हो, पिपेट हो, फ्ल्याक्स हो, फिनल हो र बिकर हो होइन। अनि त्यसपछि अर्को चाहिँ के छ क्लिनिङ ल्याबोरेटरी ग्लासवेयर्स। हामीले चाहिँ ल्याबोरेटरीमा चाहिँ हामीले ग्लासवेयरलाई चाहिँ कसरी क्लिन गर्ने भन्ने बारेमा छ होइन। क्रोमियम सल्युसन्स भनेको चाहिँ के हो वाइडली युज, हामीले चाहिँ सबैभन्दा बढी चाहिँ ल्याबोरेटरीमा युज गर्ने भनेको चाहिँ के हो क्रोमियम सल्युसन्स चाहिँ हामीले चाहिँ कसको लागि युज गर्छौँ ओल्ड ग्लास वेयरको लागि युज गर्छौँ। यसमा चाहिँ के चिजहरू मिलेर चाहिँ क्रोमियम सल्युसन बनेको हुन्छ भने पोटासियम डाइक्रोमेट 10 ग्राम, कन्सन्ट्रेटेड H2S 25 ml, डिस्टिल वाटर चाहिँ 75 ml होइन। अनि त्यसपछि चाहिँ अर्को चाहिँ न्यू ग्लासवेयरको लागि। अनि न्यू ग्लासवेयरको लागि चाहिँ हामीले के गर्नुपर्छ भन्दा फर न्यू ग्लासवेयर फ्री अल्कलाई इज टु बी न्युट्रलाइज्ड इन द न्यू ग्लासवेयर देन इट मे बी स्टप्ड इन 1% HCl फर द सर्भल हावर्स होइन। हामीले चाहिँ के गर्नुपर्छ भर्खरै किनेको जुन चाहिँ नयाँ गिलास हुन्छ नि त्यो चाहिँ त्यसमा चाहिँ अल्कलाई हुन्छ कि, अनि हामीले चाहिँ 1% HCl चाहिँ त्यसमा हालेर चाहिँ हामीले चाहिँ त्यसलाई के गर्नुपर्छ न्युट्रलाइज्ड गराउनुपर्छ होइन। त्यो ग्लासलाई चाहिँ हामीले के गर्नुपर्छ न्युट्रलाइज्ड बनाउनुपर्छ। then followed by through the rising the glasswares and then the dry in a hot years 100 degree Celsius। त्यसपछि चाहिँ हामीले चाहिँ त्यसलाई राम्रोसँग धोएर त्यो ग्लासवेयरलाई हामीले चाहिँ हट एयर ओभनमा 100 डिग्री सेल्सियसमा चाहिँ 100 डिग्रीमा चाहिँ हामीले के गर्नुपर्छ त्यसलाई चाहिँ ड्राई हुनको लागि छोड्नुपर्छ। स्टेरिलाइज्ड बाई द अटोक्लेभ एट द 15 LVS फर द 20 मिनट एट 121 डिग्री सेल्सियस। र हामीले चाहिँ अर्को के पनि गर्न सक्छौँ भनेपछि त्यो ग्लासवेयरलाई चाहिँ स्टेराइल गर्नको लागि चाहिँ अटोक्लेभमा 121 डिग्री सेल्सियसमा चाहिँ 20 मिनटको लागि पनि हामीले राखेर के गर्न सक्छौँ छोडिदिन सक्छौँ। अनि त्यसपछि अर्को आयो सेफ्टी प्रिकसन्स इन क्लिनिङ इन द ल्याबोरेटरी ग्लासवेयर्स होइन। अनि त्यसपछि हामीले चाहिँ ल्याबोरेटरी ग्लासवेयर्स चाहिँ क्लिन गर्ने बेलामा चाहिँ के सेफ्टी प्रिकसन्सहरू अपनाउनु पर्छ भनिरहेछ होइन। अनि वेन क्लिनिङ ग्लासवेयर full sleeves of the eye in a minimum requirement because even soft solutions can cause eye irritations अरे। हामीले चाहिँ हुन्छ नि ग्लासवेयर्स क्लिनिङ गर्ने बेलामा चाहिँ हामीले आँखा पनि ढाक्नुपर्छ। अब गगल्स लगाएर हुन्छ या अरू केही गरेर हुन्छ ढाक्नुपर्छ, किनभने साबुनको छिटाहरू पनि आँखामा परेर चाहिँ आँखा पोल्ने इरिटेसन्स हुने गर्छ, त्यही भएर चाहिँ हामीले चाहिँ युज गर्नुपर्छ होइन। मेनी अफ द केमिकल युज इन क्लिनिङ क्यान इजिली पेनिट्रेट द स्किन स्पेसल्ली वेन कम्बाइनिङ देम विथ अर्ग्यानिक सल्भेन्ट। अनि धेरै जस्तो केमिकल्सहरू हुन्छ नि हामीले चाहिँ जुन चाहिँ ग्लासवेयर्सहरू क्लिन गर्ने बेलामा चाहिँ युज गर्छौँ नि त्यो चाहिँ के हुन्छ हाम्रो छालामा चाहिँ पेनिट्रेट हुनसक्छ, त्यही भएर चाहिँ हामीले चाहिँ विचार पुऱ्याउनुपर्छ। अनि त्यसपछि चाहिँ अर्को छ केमिकल splash goggles, plastics, aprons and the non-disposable gloves specifically chosen to the handle the extent contact with the chemicals should be on during any of the aggressive procedure described above। अनि चाहिँ माथि दिएको चिजहरूबाट बच्नको लागि चाहिँ हामीले के गर्नु पर्यो प्लास्टिक एप्रोन्सहरू पनि लगाउनु पर्यो, गगल्सहरू पनि लगाउनु पर्यो भन्छ। एभोइड युज अफ द क्र्याक्ड स्क्रैच अर द चिप्ड ग्लासवेयर्स। हामीले चाहिँ होइन क्र्याक्ड भएको स्क्रैच भएको चाहिँ चिप्ड ग्लासवेयर्सहरू चाहिँ हामीले युज गर्नु हुँदैन।
भनेर भनिन्छ ल यति नै हो इफ यु गाइज लभ दिस भिडियो अनि यस्तै अरू पनि भिडियोहरू चाहनुहुन्छ भने प्लिज लाइक सेयर एन्ड सब्सक्राइब